रविले खोले नक्कली भुटानी शरणार्थीको फाइल। आर्जु भागेको आरोप पीडितले भेटे रवि। नक्कली भुटानी शरणार्थी प्रकरणका पीडितले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई भेटेका छन्। भेटका क्रममा पीडितहरूले पहिलो चरणमा भएको अनुसन्धान निष्कर्षमै नपुर्याई प्रमाण मेटाउन लागेको भन्दै गृहमन्त्रीसँग पुनः अनुसन्धान गरी कारबाही गराउन माग गरेका छन्। उनीहरूले पहिलो चरणको अनुसन्धान निष्कर्षमा नपुर्याई छाड्दा आरोपीहरूले प्रमाण मेटाउन लागेको गुनासो गरेका थिए। गृह स्रोतका अनुसार पीडितले गृहमन्त्रीलाई भनेका थिए, नक्कली शरणार्थीको अनुसन्धान चर्चामा मात्रै आयो, तर हामीले न्याय पाएनौँ। नाम आएका केही व्यक्ति पक्राउ परे पनि पैसा खान्नेहरू बाहिर हुँदा अहिले हामीलाई झन पीडा दिएका छन्। साथै नक्कली भुटानी शरणार्थीका विषयमा प्रहरीमा पुगेका तथा खुलेका पीडितहरूलाई सुरक्षा खतरा बढेको जानकारी गराएका थिए। पीडितहरूले गुनासो सुनेपछि गृहमन्त्री रवि लामिछानेले नक्कली भुटानी शरणार्थीको पहिलो चरणको मुद्दा मात्रै अदालतमा पेश भएको र थप अनुसन्धान जारी रहेकाले केही दिनमै परिणाम देखिने गरी अनुसन्धानको गति अघि बढाएको जवाब दिएका थिए। गृहमन्त्रीलाई भेटेका एक पीडितले भने, पहिलो चरणको अनुसन्धान अपुरो छाड्दा अहिले हामीलाई घरबाट निस्कन नसक्ने अवस्था आएको छ। जति बेला पनि हामीलाई केही व्यक्तिले पिछा गरिरहेका छन्। धरौटीमा छुटेका तथा शरणार्थी प्रकरणमा जोडिएर पनि अनुसन्धान नभएका व्यक्तिहरूले प्रमाण नष्ट गर्न धम्की दिने गरेको गुनासो गरे। उनले भने, अहिले दैनिक फोन आउँछ, पैसा दिएको प्रमाणदेखि रेकर्ड भएका संवादहरू डिलिट गर भन्छन्। प्रहरीलाई जानकारी गराउँदा आश्वासन मात्रै पाउँछन्। दैनिक जसो नक्कली शरणार्थी प्रकरणका पीडितहरू गृह मन्त्रालय पुग्न थालेपछि गृहमन्त्री रवि लामिछानेले प्राथमिकतामा राखेर अनुसन्धानको पुरानो फाइल अध्ययन गरिरहेको मन्त्रालयले जनाएको छ। यसअघि पहिलो चरणमा अनुसन्धान भएर पूर्व गृहमन्त्री तथा काङ्ग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँड, पूर्व उपप्रधानमन्त्री समेत रहेका एमाले नेता टोपबहादुर रायमाझी लगायतका केही व्यक्ति थुनामा पुगे पनि बालकृष्ण खाँड धरौटीमा छुटिसकेका छन्। यो प्रकरणमा जिल्ला अदालत काठमाडौँले पूर्वपक्षका लागि थुनामा पठाएका मध्ये उच्च अदालत पाटनले नेकपा एमालेका सचिव एवं पूर्व प्रधानमन्त्री टोपबहादुर रायमाझी सहित 9 जनालाई पूर्वपक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो भने 6 जनालाई धरौटीमा र 4 जनालाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको थियो। नेपाली काङ्ग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँडलाई समेत धरौटीमा छाडिएको थियो। तर एमाले नेता एवं पूर्व प्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटाबा शेर्पा, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, बिचौलियाको भूमिकामा रहेका केशव प्रसाद दुलाल, सानो भण्डारी, सागर राई, विक्रम भन्ने गोविन्द कुमार चौधरी र सन्देश शर्मालाई मुद्दा पूर्वपक्षका निम्ति थुनामै छन्। उच्च अदालत पाटनले मुद्दाका प्रतिवादी तत्कालीन गृहमन्त्री खाँडका स्वकीय सचिव नरेन्द्र केसीलाई 10 लाख रुपैयाँ, हरिभक्त महर्जनलाई 15 लाख, त्यसैगरी हज कमिटीका अध्यक्ष शमशेर मियालाई 10 लाख रुपैयाँ, सन्दीप रायमाझीलाई 30 लाख रुपैयाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई 15 लाख रुपैयाँ र रामशरण केसीलाई 15 लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश